जे पनि भिडियो नबनाउने ल चेस है हजुरहरूसँग चेस यो पार्ट चाहिँ काट है सो हेलो गाइज नयाँ दिन नयाँ सुरुवातसँगै हजुरलाई मेरो नयाँ च्यानलमा हजुरलाई स्वागत छ होइन आजको दिनमा चाहिँ हामी टक्कसँगले दुईजना साथी भएर चाहिँ काम गर्ने दुईजनाको मन मिलेपछि होइन अनि हामी चाहिँ आज टक्क नर्मल हाइकिङ होइन प्लस यस्तो घुमिदिउँ भनेर हामी चाहिँ आज काठमाडौँ भ्यालीभन्दा बाहिर आएको छौँ होइन कुन ठाउँमा आएको छौँ भन्ने कुरा चाहिँ म माथि नै गएर भन्नेछु तपाईँहरूलाई म पनि कन्फ्युज छु क्या कुन ठाउँ आएको कुन ठाउँ त्यो साथीलाई मात्रै थाहा छ होइन बाटो यस्तो दामी छ है अब हाम्रो चाहिँ भर्खर सुरुवात हो यहाँसम्म चाहिँ हामी गाडीमा आयौँ अब यहाँबाट चाहिँ हाम्रो 2 घन्टादेखि प्लस 2.5 घन्टा त्यति चाहिँ हाम्रो पर्छ होला यहाँबाट चाहिँ होइन मासतिरैसम्म रहेछ अब जाउँ हेरौँ गाइज होइन कस्तो कस्तो ठाउँ छ हजुरहरूलाई अपडेट गराउँदै गर्नेछु त्यही हो गाइजहरू होइन अनि त्यसपछि मसँग आएको साथी चाहिँ को भयो भन्नुहुन्छ होला यहाँ हेर्नुहोस् यता फर्क्यौ ऊ है उसको चाहिँ उसलाई चाहिँ डेस्टिनेसन सब थाहा हुन्छ ऊ हेर्नुहोस् बाटो यस्तो छ गाडी आउने बाटो रे आज चाहिँ गाडी छैन अरे अनि हामी चाहिँ यस्तो मर्निङ वाक खानेकुरा सुरा बोक्यो पछाडि के हो त्यही त अनि बाइक साइक नै आउँदो रहेछ यसरी तर हामी चाहिँ एकदम पैदल यात्री हो नि हामी पैदल यात्री एकदम डेन्जर हाइकिङ भनेकै त्यही हो पैदल यात्री दामी छ है बाटो चाहिँ टक्क एउटा गाडी मात्रै जाने शीतल म जान्ने आज लगाइ छैन हाम्रो चाहिँ अब पिच रोड छोडेर फेरि उकालो अब हाइकिङ भन्ने चिज चाहिँ बल्ल सुरु भयो है पुरै गोरेटो बाटो छ सल्लाहघारी छ गाइज अगाडि घोटो परेर हिँड्ने उता बाटो देखाउने मान्छे उसलाई थाहा छैन है फेरि खासमा बाटो कता भनेर सल्लाहघारी भयो म अहिलेसम्म ज्याकेट लाएको थिएँ अहिले हातमा ट्याक्क पछाडि ब्यागमा यस्तो होइन खानेकुराहरू बोकेर माथि पसल त छ अरे तर महँगो पर्छ अरे बोल्नै गाह्रो भइसक्यो गाई चाहिँ हिँड्नै नसक्ने भयो अब तर गाउँको म पहिला त राजै हिँड्नलाई अहिले काठमाडौँ 2-3 महिना के बसेँ ब्रोइलरको मासु धेरै भएछ गाई चाहिँ हिँड्न गाह्रो छ सल्लाहको पात त्यही माथि चिप्लिने क्या गाह्रो बल्ल सुरु भयो तपाईँहरूलाई एकैचोटि भ्याली देख्ने ठाउँ या हामी आराम गरे बेला भेटौँ है त गाइज हाम्रो हिँडाइ चाहिँ यस्तो भएको छ म चाहिँ अलिक गाउँको परेँ ऊ चाहिँ पनि गाउँकै हो तर अलिक काठमाडौँ भ्याली धेरै टाइम भयो क्या छिरे 10-12 वर्ष भइसक्यो बच्चैदेखि हेरि पढायो नि यस्तो हालत ऊ रोड हो ऊ त्यो तलको चाहिँ रोड हो गाई चाहिँ ऊ त्यो तलको हाम्रो आइसक्यो है बोस हामी हाइकिङ हिँडेको भन्नु मात्रै छ गाइज होइन हाम्रो हालत चाहिँ हिँडेर खराब भएको कारणले गर्दाखेरि हाइकिङ भन्नुको कुनै कारणै रहेन क्या फेरि पनि हामी हिँड्दा नसकेको कारणले गाडी नै चढ्नुपर्ने अवस्था आयो गाइज होइन एकछिन फेरि गाडी चढ्यौँ आधी बाटोमा यहाँ भएर मर्न लागेको थियौँ अनि त्यसपछि हामी आइसक्यौँ अहिले यहाँनिरको टक्क बजार एरिया लाकुरी भन्ज्याङ होइन अनि यो चाहिँ हाम्रो दोस्त उसको हालत यस्तो छ यता मान्छेहरू पनि डुल्ने हामी चाहिँ ऊ माथि अब गेट यहाँ माथि अब लाग्यौँ हामी यो एरिया चाहिँ यस्तो छ डुल्न चाहिँ एकदम राम्रो ठाउँ छ है काठमाडौँ भ्यालीबाट बाहिर गाडी गयो तलतिर हामी चाहिँ माथितिर होइन अहिले चाहिँ हामी पहिलो दोस्रो चाहिँ थाहा छैन डेस्टिनेसन तर अहिले हामी ठ्याक्कै होइन यहाँ माथिको भ्यू टावर आइपुग्यौँ है यो चाहिँ रहेको छ भ्यू टावर होइन यतापट्टि चाहिँ हल्का मान्छेहरू यहीँबाट होला सायद अर्को पार्क जाने यतापट्टि भ्यू देख्नु पर्ने तर ऊ छैन त अहिले वन ठाउँहरू छ यहाँ चाहिँ अनि यसै गाई छ हेर्दै गरौँ भ्यू यतापट्टि छ है दामी भनेको के हो तुवालो लागेर केही देख्दैन गाई यार ओरे बाबा पार्क आइयो पार्क ल हेर्नुहोस् हामी यस्तो ठाउँमा आएको छौँ है आज चाहिँ हावा मिठो चले फोटोसोटो खिच्ने ठाउँ है तल चाहिँ सहर हो अब केही देखेँ होइन मान्छेहरू हल्का रहेछ उता नि रहेछ अहिले त्यता जान्छौँ मेरो साथी चाहिँ यहाँ आएको छु यो अहिले देखिरहेको चाहिँ छ मनमोहन पार्कको भ्यू यो भ्यू चाहिँ एकदम राम्रो रहेको छ अघि घाम लागेर चाहिँ दामी देखिरहेको थियो भने अहिले चाहिँ पानी पर्न लागिसकेको छ गाइज अघि धेरै घाम लागेको थियो अहिले चाहिँ पानी पर्न लागेको छ अब हाम्रो चाहिँ घुमघाम भयो मजाले होइन धेरै ठुलो ठाउँ त होइन त्यही पनि राम्रो है सहर देख्ने काठमाडौँ भ्याली पुरै अनि त्यसपछि अब हाम्रो चाहिँ खानेकुरा आजको यो भयो उयोबाट चाहिँ खान थालिसक्यो
यो भाइ साहबलाई मैले सम्झाउँछु एकचोटि। यो अब रमाइलो छ, हावा चाहिँ दामी, पानी पर्नु लाग्यो, के गर्नु अभागीको जिन्दगी। पानी सानी पऱ्यो, खाइन्छ अब। लगाइछ चेस यो पनि पक्का यहाँ आएर अब यस्तो खाने सुरु भयो है। अब यहाँनिर है यता यस्तो छ, अब देखाउनु नहुने त्यही पनि ठिक छ। खानेकुरा अब देखाउँदा केही फरक पर्दैन। ल ल उठाउँ 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 चिस हानु जे पनि भिडियो नबनाउने ल चिस है। चिस त्यो हाने मुखमा फेरि अर्कै थियो क्या गाइज। अठाउ त ल गाइज हजुरहरूसँग चिस यो पार्ट चाहिँ काट है हाल्यो भने म चाहिँ के साल्दिन्छु। गाइज है डाँडामा आएर खानुको मजै छुट्टै छ। ओरे बाबा भ्यू हेर्नु नि यता। completed our ट्रेक होइन। ट्रेक नभनौँ हाइक भनौँ होइन। घुम्न गएको अलिअलि इन्जोय अलट होइन के गर्न सकिन्छ गरियो। पिसाब लागेछ के गर्नु, पिसाब फेर्ने ठाउँ त हिँड्छ। यो ठाउँमा कम्प्लेन हजुरहरूले गरिदिनु पर्यो है। अब पिसाब चिसो लाग्यो होइन, त्यही भएर हामी चाहिँ अब निक्ल्यौँ। लगभग 1.5 घन्टा 2 घन्टा चाहिँ बसियो, हावा खाइयो, मजाको ठाउँ छ क्या। आनन्द गर्यो, ठाउँ चाहिँ दामी है, बेस्ट। सधैँ ढिक्सी मात्र सुनेको, जहिले हल्ला होइन, डाङडुङमा बस्या हावा सुनेको मजा आयो होइन। अलिअलि मजा आउँछ, यस्तै हो होइन। अघि ब्याग फुल थियो, अहिले चाहिँ खाली एउटै हातमा हुल्तुङ झुन्डिने गऱ्यो। अब ब्याग राखेर अनि गाइस अब चाहिँ हामी लाग्दैको। अनि त्यसपछि यो भ्यू टावर चाहिँ रहेछ, तर यहाँ चाहिँ चढ्नु मिलेन है। मिलेन भन्नाले पनि खाली छैन, हामीलाई थाहा छैन, हामीले कोसिसै गर्यौँ के हो थाहा छैन। अब चाहिँ हामी लाग्यौँ यहाँ के पार्क रे है, मनमोहन मेमोरियल पार्क एन्ड टावर। यस मनमोहन मेमोरियल हाम्रो मनमोहन यहाँ छ है, यहीँ लेखा छ। मनमोहन अधिकारीको सम्झनामा बनाएको पार्क होला। ल ठिक छ, रमाइलो भयो गाइजहरू, हजुरहरू पनि आउनु होला है। ठिक छ, दामी छ ठाउँ होइन। अब यति भन्दै आजको रमाइलो भयो, घुमियो होइन साथीसँग। यति भन्दै आजको भिडियो चाहिँ यतितिर इन गर्न चाहन्छु गाइज। के कस्तो भयो हेर्दै गर्नु होला, लाइक कमेन्ट सेयर ड्याङ्की ड्याङ होइन। अनि भिडियो राम्रो लाग्यो भने बेला बेला यस्तो भिडियो आइरहन्छ, टक्कसँगले लिएर आएको छु। टक्कसँगले लाइक कमेन्ट सब्सक्राइब पनि गरिराख्नु होला, यस्तै भिडियो आउँदै गर्नेछ गाइज। आजको लागि यति नै भन्दै आजको लागि बिदा हुन्छु। हस्त जय नेपाल गाइज।